श्री श्रृङ्गेश्वर धाम आस्था, शान्ति र अध्यात्मको अनुपम केन्द्र। रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको शान्त वातावरणमा अवस्थित श्री श्रृङ्गेश्वर धाम केवल एउटा मन्दिर मात्र होइन, यो आस्था, विश्वास र आध्यात्मिक चेतनाको जीवित प्रतीक हो। विशेष गरी गुल्मी सम्पर्क समाज, श्री श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र र निशुल्क आवासीय छोरी शिक्षाको संयुक्त संलग्नतामा यो धामका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। हरेक दिन यहाँ आउने भक्तजनहरू भगवान शिवको दर्शन गरी जीवनमा सुख, शान्त, स्वास्थ्य र समृद्धिको कामना गर्छन्। मन्दिर परिसरमा प्रवेश गर्ने बित्तिकै घण्टको मधुर ध्वनि, मन्त्रोच्चारण र धूपको सुगन्धले मनलाई आदृत शान्तिको अनुभूति गराउँछ। भगवान शिवलाई समर्पित यस पवित्र धाममा विशेष गरी श्रावण महिनाको सोमबार, महाशिवरात्रि तथा अन्य धार्मिक अवसरहरूमा हजारौं श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ। भक्तजनहरूले जल, दूध, बेलपत्र तथा विभिन्न पूजा सामग्री अर्पण गर्दै भगवान शिवप्रति आफ्नो श्रद्धा व्यक्त गर्दछन्। धार्मिक महत्त्वसँगै श्री श्रृङ्गेश्वर धाम स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको पनि महत्त्वपूर्ण केन्द्र बनेको छ। यहाँ आउने प्रत्येक व्यक्तिले आध्यात्मिक ऊर्जा, आत्मिक शान्ति र सकारात्मक अनुभूतिको अनुभव गर्छन्। मन्दिर परिसरभित्र रहेको ज्येष्ठ मिलन केन्द्र यस धामको सबैभन्दा प्रेरणादायी अभियानमध्ये एक हो। यो स्थान ती बाबाआमा तथा ज्येष्ठ नागरिकहरूको दोस्रो घर बनेको छ, जहाँ उहाँहरूले उमेरको अन्तिम यात्रालाई एक्लोपनमा होइन, आत्मीयतामा बढाइरहनु भएको छ। हरेक बिहान धामको आफ्नै सवारी साधनले विभिन्न स्थानबाट ज्येष्ठ आमा बुबाहरूलाई उहाँहरूको घरबाट सम्मानका साथ यहाँ ल्याउने गर्दछ। यहाँ आएपछि उहाँहरूले योग तथा ध्यानमा सहभागी हुनुहुन्छ, भजन कीर्तन गाउनुहुन्छ, धार्मिक प्रवचन तथा पुराण श्रवण गर्नुहुन्छ, साथै एक अर्कासँग अनुभव साटासाट गर्दै हाँसो, खुसी र आत्मीय सम्बन्ध बढाउनुहुन्छ। यस केन्द्रमा केवल धार्मिक कार्यक्रम मात्र होइन, ज्येष्ठ नागरिकहरूको मानसिक, सामाजिक र आध्यात्मिक सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिन्छ। दिनभरका कार्यक्रम सम्पन्न भएपछि सबैजना एकैसाथ बसेर प्रेमपूर्वक भोजन तथा नास्ता ग्रहण गर्नुहुन्छ। कहिले खिर, कहिले पुरी तरकारी, कहिले इडली, डोसा वा अन्य स्वादिष्ट परिकार। हरेक दिन यहाँ फरक फरक परिकार तयार गरिन्छ। सबैभन्दा विशेष कुरा, यी सम्पूर्ण सेवा निशुल्क रूपमा प्रदान गरिन्छ। यहाँ कसैले शुल्क तिर्नु पर्दैन। सेवा नै धर्म हो भन्ने भावनाका साथ सञ्चालन भइरहेको यो अभियान वास्तवमै अनुकरणीय छ। श्री श्रृङ्गेश्वर धामले धार्मिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिएको छ। यसै उद्देश्यका साथ सञ्चालन गरिएको छोरी शिक्षा अभियानले अभिभावकविहीन तथा आर्थिक रूपमा कमजोर बालिकाहरूको भविष्य उज्यालो बनाउने कार्य गरिरहेको छ। उहाँहरूका लागि सुरक्षित आवास, पालनपोषण, शिक्षा तथा आवश्यक सम्पूर्ण सहयोगको व्यवस्था गरिएको छ। शिक्षा नै जीवन परिवर्तनको आधार हो भन्ने विश्वासका साथ सञ्चालन भइरहेको यो अभियान समाजका लागि प्रेरणाको स्रोत बनेको छ। श्री श्रृङ्गेश्वर धाम, जहाँ भगवान शिवप्रतिको आस्था जीवित छ, जहाँ सेवा नै सबैभन्दा ठुलो पूजा मानिन्छ,
जहाँ ज्येष्ठ नागरिकहरूले सम्मान पाउनुहुन्छ, जहाँ असहाय बालिकाहरूले भविष्य पाउनुहुन्छ, जहाँ धर्म केवल मन्दिरभित्र सीमित छैन, धर्म समाजको प्रत्येक सेवामा जीवित छ। यही कारणले श्री श्रृङ्गेश्वर धाम आज एउटा मन्दिर मात्र होइन, आस्था, सेवा, शिक्षा र मानवताको अनुपम सङ्गम बनेको छ। हर हर महादेव।